हेलो एन्ड लस अफ एप्पलको गाई चाहिँ होइन अहिले चाहिँ हाम्रो शाखा दावा चलेको छ। शाखा दावाको कारणले गर्दाखेरि हामी चाहिँ बौद्ध स्वयम्भूहरू कोरा गर्नुपर्छ भनेर प्रायः जस्तो कोरा गरिरहेको छौँ। अस्ति पनि मैले राति स्वयम्भू कोरा गरेको थिएँ। आज चाहिँ भनौँ न आजदेखि 12 बजीदेखि पूर्णिमा स्टार्ट हुन्छ, त्यही भएर अनि कोरा गर्नु जान आँटेको। म मात्र होइन, मेरो फ्यामिलीहरू होइन, मेरो भाइ, मेरो दिदीहरू, भेनाहरू, भान्जा भान्जीहरू सबैजना कोरा गर्नुको लागि जान आँटेको। त्यही भएर ऊ दिदीले फोन गर्यो होइन, अनि त्यसपछि अब कोरा गरेर म जान आँटेको। हेलो पाङ्गो त, हेलो यहाँ हेर्नु त दिदी। फेरि कोराला तिम्रो खेनी हाजी। हेलो गाइज, आज चाहिँ धेरै पछि मैले भ्लग बनाएको। दाइ चाहिँ उतै हुनुहुन्छ अनि दाइ चाहिँ अब उतैबाट आउनुहुन्छ। हामी चाहिँ अब यहाँदेखि निस्किन लागेको, म दिदी भान्जा भान्जी सबजना। के भन्नु छ तिम्रो? हेलो तपाईँहरू के भन्नु चाहनुहुन्छ? आज हामी चाहिँ बौद्धमा स्वयम्भू हो। हार्नु जान लागेको छ। गाइजहरू तपाईँहरूलाई नै इच्छुक छ भने आउनु होला। अब यो भिडियो अपलोड हुनेसम्म त गाइजहरूले पछि सकिसक्यो हुन्छ। के भन्नु छ? यहाँ छौँ हाम्रो लाइकाहरू। कस्तो चड्डी रहेछ त्यो यार, चड्डी यार माला जप्नुको लागि बोकेको छ। होइन यसमा स्वयम्भू आइपुगे, हेर्नु न कति धेरै मान्छे, हेर्नु म त हजुरहरूलाई त्यहाँ अँध्यारो भइरहेछ। म चाहिँ कोरा सुरु गर्न आँटेको होइन। मसँग चाहिँ एकजना हुनुहुन्छ नि, एकजना भाइ आउनु भएको छ। उहाँसँगले एकजना भनौँ न डिभोटी लिएर आउनु भएको छ। उहाँ चाहिँ फिजिकल च्यालेन्ज मान्छे हुनुहुन्छ। उहाँ नै अहिले चाहिँ हाम्रो फ्यामिली भएको होइन, बल्ल बल्ल होइन। यहाँनिर भान्जीहरू दिदीलाई पनि यहाँ रहेछ। हेलो दिदी, हेलो दिदी। ओ जकी पङ्सी ओ भेना पनि आउनु भएको रहेछ। अर्को दिदी छुट्टिनु भयो। यस्तै हुन्छ, योपालि चाहिँ भेनाले पुरानो लुगा लगाएर आउनु भएको छ। पुरानो लुगा लाउनु भएको छ। हामी चाहिँ होइन यहाँनिर कोराको नाको होइन यस्तो होइन। कति गऱ्यो? एक कोरा दाजी? मेरो 2 कोरा भयो, उनीहरूको पनि 1 कोरा। सिमरनसँगै हिँड्छ, सिमरन र कपिल। अहिले फेरि छुट्टीलाई फेरि छुट्टेर त्यहाँ पाउनु छैन, झ्याउ हाल्जी बिपा दोकानमा। हामी चाहिँ यता आइपुग्यो होइन, यहाँनिर गुम्बाको उयसमा होइन। अस्ति यहाँनिर कोरा गरेको थिएन त्यहाँनिर हाम्रो 1 कोरा भयो भर्खर। किनभने यहाँनिर फ्यामिलीसँग आएपछि त्यस्तै हुन्छ होइन, जहिले छुट्टिने यति धेरै फ्यामिली भएपछि होइन। म त भाइहरू त छ, अब फेरि यहाँनिर दिदी म भान्जा मात्रै छ। कोरा गर्दै यस्तो गर्मी रहेछ। तिमी नै टोइलेट जाऊ त्यहाँनिर केटा, अहिले फेरि रहेछ है। अहिले चाहिँ बल्ल बल्ल चाहिँ भेट भयो भान्जा भान्जीहरूलाई। कस्तो लागिरहेछ र कोरा? कपिल खै कपिल एकदम ब्लेसिङ एकदम पिस फिल गर्ने। कपिललाई कस्तो लागिरहेछ? ओ आन्तरिक अहिले फेरि यहाँ रहेछ दिदी अर्को एक आइज हाम्रो थोकर दाजुभाइ यहाँनिर कोरा गर्न आएको है। यहाँनिर दिदी छुटेर होइन, यहाँनिर माला जप माला अब भेनाको लागि होइन। हाम्रो भेना चाहिँ अलिक काले काले हुनुहुन्छ कि, अनि भेना गोरो होस् भनेर दिदी राउन्ड हाल्नु आउनु भएको कोरा गर्ने निउले कल्प खानुको लागि विशेष गरेर चाहिँ उहाँ दिदी Manin tayo si Chabo eh.
नजा छ त मान्दछ चासित भए नै त निसित भए कस्तो भुट जस्तै यार म त त्यस्तै हो दिदी यहाँनिर खाने ठाउँमा भेट भयो यहाँनिर छ हाम्रो त यहाँ फ्यामिली नै सबजना यहाँनिर बसिरहेको छ यता गुम्बामा यता रातो गुम्बा छ त्यहाँनिर ऊ यता भेना चाहिँ त्यहाँनिर हेलो माइल दिदीको छोरा अनि यता जेठी दिदीको चाहिँ च्याको पासो हेलो अनि यता साइली दिदीको छोरी अनि यता मेरो भाइ यहाँ छुटेको चाहिँ दिदी यहाँनिर खाने ठाउँमा हेर बस्या यहाँ छ हाम्रो ग्रुप यहाँ चाहिँ एउटा मगन्ते हामी चाहिँ भर्खर खिर खाएर बसेको अनि यहाँ चाहिँ अर्को भान्जा अनि यता छ हाम्रो एल्सा अनि यता छ ऊ चियावाला कता छ माइली दिदी यहाँ छ सिमरन पुरा छ अन्तरी यता छ हाम्रो भेना योपालि चाहिँ पुरानो लुगा लानु यसपालि चाहिँ सब फ्यामिली नै छ वाह यता हिरो कोही म देखाएको छु हेलो यहाँ हामीलाई हेलो लस्सो फेकुला म पनि भ्लग गरिरहेको छु के भन्छ यहाँ हेर्नु यहाँ भ्लगर हुनुहुन्छ प्रतिमान थुक्क अनि यता दिदी शान्ति दिदी हाम्रो माइली दिदी अनि भान्जा कहाँनिर हुनुहुन्छ अनि यता हुनुहुन्छ दिदी आन्द्रे दिदीहरू खोइ अर्को खोइ थियो नि कति खोइ फाइन मारि चोरी चाहिँ त खतरा यिनीहरू दुईजना चाहिँ दौडेर आएको है अनि यता चाहिँ दिदी भाइ धेरै गल्यो कसको मेरो त 4 कोरा भयो मेरो त 4 कोरा हुन्छ अब तिमीहरूको 3 कोरा होला सक्छ नि ओ गर्नु हामी चलेको गाइस उनीहरूलाई पसिना आयो चलेको त होइन गाइस यिनीहरू चाहिँ सबैजना कट्टुमा आएछ यहाँनिर हेर्नु म चाहिँ सिधै डाइरेक्ट कामबाट आएर प्यान्ट भएको छु ट्र्याक लाउनु सजिलो हुन्छ नि त यहाँनिर दिदी गर्नु अनि कस्तो फिल भइरहेछ त यहाँनिर एकदम रमाइलो मनमा के कुरा सोचेको छु त्यसको लागि यो चाहिँ संसारको हितको लागि कुरा गर्नुपर्छ त्यो सोचिरहेको गाइस उहाँहरू चाहिँ थाकेर बस्नुभएको उहाँ चाहिँ उहाँहरू चाहिँ 7 कोरा मात्रै गरेर जानुहुन्छ अरे 12 कति बजीतिर 12 कति अब म चाहिँ अनि त्यसपछि उहाँहरू जानुभएपछि म एक्लै हुन्छ कोर पनि त्यस्तो गरेको म एक्लै उयो गर्ने अनि त्यसपछि एकछिन यहाँ बस्नु पऱ्यो त्यसपछि बहुत जान्छ भाइहरू पनि आउनु भएको छ अहिले जाने ल बाई 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 उहाँहरूको चाहिँ 13 कोरा कम्प्लिट भयो अरे होइन अब पछि अब होइन मेरो पनि होइन भाइको नाम चाहिँ के हो आइस के हो भाइ त कति त आइस अब चाहिँ भाइ दिदीहरू चाहिँ बत्ती बालेर जानुहुन्छ अब बत्ती बालेर जानुहुन्छ होइन बत्ती बाल्ने अनि त्यसपछि जाने होइन चुरी चिया पनि म चाहिँ 13 कोरा नै कम्प्लिट गर्ने किनभने भने एभ्री इयर कम्प्लिट गर्छ त्यही भएर 21 कोरा गरेको थिएँ होइन रातभरि नै त्यो बेला मैले यस्तो फुटा दिएको थिएँ बनाएको
होइन 4 बज्नु कति 10 मिनट बाँकी हुँदाखेरि 10 मिनट भन्दा 15 मिनट बाँकी हुँदाखेरि कोरा कम्प्लिट भयो होइन 13 कुरा अब चाहिँ 13 अनि त्यसपछि त्यहाँ बौद्धको गाडी त्यसपछि अनि पूर्णिमा कि 12 बजीदेखि अनि त्यही भएर अमिताभ बुद्ध पार्क छ होइन अब सुत्नु पऱ्यो गाईसँग हामी चाहिँ स्याम्पू करा गरेर अब बौद्ध जाँदैछौँ है अब बौद्ध गएर भेटौँ है बौद्ध आइपुगेको है अब चाहिँ एलान लसोफ्याप लगाइ छ होइन हाम्रो चाहिँ भनौँ न स्वयम्भू बौद्ध सबैमा कोराहरू कम्प्लिट भयो होइन अनि यो भनौँ न वैशाख पूर्णिमामा चाहिँ विशेष गरेर किन वैशाख पूर्णिमा अथवा शारदामा चाहिँ किन कोरा गर्छौँ भने होइन बुद्ध भगवान् जन्मिनुभएको वैशाख पूर्णिमामा अनि त्यसपछि उहाँले ज्ञान प्राप्त भएको पनि वैशाख पूर्णिमामा अनि त्यसपछि उहाँ महापरिनिर्वाण हुनुभएको नि वैशाख पूर्णिमामा होइन त्यही भएर यो बेलामा चाहिँ यदि हामीले धर्म गऱ्यौँ भने 10 गुणा फल प्राप्त गर्छौँ अरे यदि हामीले पाप गऱ्यौँ भने 10 गुणा फल प्राप्त गर्छौँ त्यही भएर यो बेलामा चाहिँ धर्महरू गर्नुपर्छ भन्छौँ होइन अनि त्यसपछि मनुष्य चोलो चाहिँ यस्तो चोलो हो कि होइन यो भनौँ न हामी चाहिँ यो भनौँ न यो संसारमा अमूल्य जीवन पाएर आएपछि होइन धर्म गर्नुपर्छ भक्तिभाव गर्नुपर्छ भन्छौँ होइन अनि त्यसपछि गुम्बामा जाँदाखेरि चाहिँ फर्स्टमा चाहिँ के प्रे गर्छौँ भने होइन यदि हामीले जानी नजानी कसैको चित्त दुःख छ भने अथवा कुनै प्राणीहरूलाई दुःख पुरा छ भने होइन त्यसको लागि क्षमा याचनाको लागि प्रार्थना गर्छौँ होइन अनि त्यसपछि शारदामा चाहिँ किन कोरा गर्छौँ भने होइन यो होल युनिभर्सको लागि के भनौँ न त्यहाँ रहेको प्राणीहरूको उद्धारको लागि अथवा उहाँहरूलाई राम्रो होस् वेलफेयरको लागि प्रे गर्छौँ होइन अनि मनुष्य हाम्रो बुद्धिस्टमा चाहिँ 6वटा लोक हुन्छ नि त होइन 6वटा लोक चाहिँ मनुष्य लोक चाहिँ यस्तो लोक अरे कि होइन उसले चाहिँ सब लोकको लागि प्रे गर्न सक्छ अरे क्या त्यही भएर हामी मनुष्य लोक चाहिँ सबभन्दा राम्रो लोक भन्छौँ होइन त्यही भएर यो बेलामा चाहिँ भनौँ न हामीले पुरै कोराहरू गरेर भनौँ न न्युनी स्पेसली न्युनी व्रतहरू पनि हुन्छ होइन अमिताभ बुद्धहरूको भनौँ न त्यो के भन्छ
10 करोड मन्त्र उच्चारणहरू हुन्छ। त्यही भएर त्यो बेलामा पार्टिसिपेट हुन्छौँ, के गर्छौँ होइन, दानहरू गर्छौँ। मे बुद्ध प्रिभेल इन दिस वर्ल्ड। बाई सी यू लेटर।